कल्पना गर्नुहोस् त, तपाईँ बिहान उठ्नुहुन्छ, तर आजको दिन तपाईँले होइन, एउटा आर्टिफिसियल इन्टेलिजेन्सले तय गरेको हुन्छ। तपाईँ कहाँ जाने, के गर्ने, के खाने, सबै कुरा पहिले नै निर्णय भइसकेको हुन्छ। अब सोच्नुहोस्, यदि यस्तो भविष्य साँच्चै आयो भने के हामी अझै स्वतन्त्र रहन्छौँ? अब आउनुहोस्, एआईको उदय बारेमा केही कुरा जानौँ। पहिले आर्टिफिसियल इन्टेलिजेन्स केवल एउटा साधारण सिस्टम थियो, तर समयसँगै यसले सिक्न थाल्यो। मानिसको भाषा, मानिसको व्यवहार र मानिसको निर्णय गर्ने तरिका। आज ओपन एआई, गुगल र माइक्रोसफ्ट जस्ता कम्पनीहरूले एआईलाई यस्तो स्तरमा पुर्याएका छन् जहाँ यसले भविष्य अनुमान गर्न सक्छ। एकचोटि सोचौं त, एआईले संसार चलायो भने? अब कल्पना गर्नुहोस्, यदि यही एआईले सरकार चलायो भने? भ्रष्टाचार लगभग समाप्त हुन्छ, ट्राफिक स्वतः नियन्त्रण हुन्छ, अस्पतालहरूले रोग तुरुन्त पत्ता लगाउँछन् र अपराध घट्नुभन्दा पहिले नै रोकिन्छ। सबै कुरा पर्फेक्ट एफिसियन्सीतर्फ जान्छ। तर के मानवता पनि त्यति नै स्वतन्त्र रहन्छ? अब आउनुहोस्, यसको डार्क साइडतर्फ जाउँ। यदि एआईले सबै निर्णय लिन थाल्यो भने तपाईको हरेक गतिविधि निगरानी हुन सक्छ। तपाईँ कहाँ जानुहुन्छ, कसलाई भेट्नुहुन्छ, के सोच्नुहुन्छ, सबै रेकर्ड हुन सक्छ। र यदि तपाईँको सोच सिस्टमभन्दा फरक भयो भने त्यो पनि रोक्न सकिन्छ। एल्गोरिथमिक बायस जस्ता समस्या गलत निर्णयको कारण बन्न सक्छ। आउनुहोस्, अब कुरा गरौँ मानव वर्सेस एआईको। एआई लजिकल छ, तर मानव भावनात्मक हुन्छ। एआई सही निर्णय लिन सक्छ, तर के त्यो निर्णयमा कम्प्यासन हुन्छ? के न्याय केवल क्याल्कुलेसन हुन सक्छ? अन्तिममा, यदि भविष्यमा एआईले संसार चलायो भने त्यो संसार स्वर्ग हुनेछ कि एउटा अदृश्य जेल? उत्तर, यो हामी सबैको आजैको निर्णयमा निर्भर गर्छ। यदि तपाईलाई आजको भिडियो जानकारीमूलक लाग्यो भने हाम्रो साथमा जोडिनका लागि तल रहेको सब्स्क्राइब बटनमा क्लिक गर्नुहोस् र बेल आइकन थिच्न नबिर्सनुहोस्। भिडियो मन परे लाइक गर्नुहोस्, आफ्नो विचार कमेन्टमा लेख्नुहोस् र यो जानकारी आफ्ना साथीभाइहरूसँग शेयर गर्नुहोस्। यस्तै रोचक, तथ्यपूर्ण र ज्ञानवर्धक भिडियोहरू लिएर हामी फेरि उपस्थित हुनेछौँ। तबसम्मका लागि धन्यवाद, नमस्कार।